कथाको शीर्षक गल्ती। गल्ती कुन मानिसको हुँदैन, सबैको हुन्छ। मानिस भएर जन्मिएका भगवानले पनि अनेकौं गल्तीहरू गरेका थिए। राम्रा काम गरेमा कुनै भगवानको पगडी गुत्ने समाजताका निकै भगवानहरू जन्मिएका थिए। त्यसको ज्वलन्त उदाहरण पछिसम्म राजालाई भगवानको अवतार मान्ने प्रथालाई लिन सकिन्छ। त्यही समय ताका नै जन्मिएका भए नेल्सन मण्डेला, बीपी कोइराला र महावीर पुन जस्ता व्यक्तिहरू कुनै भगवानको अवतार बनिसक्ने थिए। एक दिन भगवान कृष्णले पनि गल्ती गरेका थिए। भूल भएको थियो उनीबाट। आखिर उनी पनि मानिस न थिए, उनीबाट पनि गल्ती नहुने त कुरै थिएन। महाभारत युद्धदेखि विमुख भएका अर्जुनलाई सक्रिय रूपमा युद्धमा फर्काउन सक्ने क्षमता उनमा थियो। अहिलेको समयमा उनी जन्मेका भए मार्केटिङ किङ बनिसक्ने थिए होलान्। चञ्चल स्वभावका कृष्ण साथीभाइ भन्दा निकै बाठा थिए। मधुर बोली, उनको बोलीमा युवतीहरूलाई मात्र होइन, युवकहरूलाई पनि लट्ठ पार्ने क्षमता थियो। वृन्दावनको काखैबाट जमुना नदी बगेर जान्थ्यो। त्यही जमुना नदीको किनारमा बसेर कृष्ण सुमधुर बाँसुरी बजाउँथे। त्यही बाँसुरीको मधुर धुन सुनेर गोपिनीहरू उनको वरिपरि झुमिन्थे। गोपिनी कृष्णसँगै जन्मिएको शब्द हो। अहिलेको समाजमा गर्लफ्रेन्ड भनिन्थ्यो होला। काले भए पनि कृष्ण सुन्दर थिए। सुगठित शरीर, तीर झै उनका आँखा र जुनाकार मुस्कानले गोपिनीहरू लट्ठ पर्थे। कयौं गोपिनीहरू उनलाई प्रेम प्रस्ताव राख्थे, कयौंलाई उनी प्रेम प्रस्ताव राख्थे। गन्दै जाँदा 1600 जति पुग्थ्यो होला। गाई चराउन लाने, बाँसुरी बजाउने, गोपिनीहरूसँग प्रेममय कुरा गर्ने उनको दिनचर्या थियो। राधा उनकी श्रीमती। राधामा सौन्दर्यताको कमी थिएन, तर उनमा कृष्णले खोइ के कमी देखे गोपिनीहरूसँग अल्मलिनु पर्यो। गोपिनीहरूमध्ये एक थिए हिमसरी। हिमसरीलाई कृष्णले केवल एकचोटि मात्र भेटेका थिए, तर उनको तस्बिर कृष्णको स्मृतिमा भित्रसम्म गडेको थियो क्यार। निकै वर्षसम्म उनको याद आउँथ्यो। फेरि कहीँ कतै भेट्ने आश मरेको थिएन। हिमसरी कुन ठाउँकी हो उनलाई अत्तो थिएन। चतुर बुद्धि, विशाल आँट र बलियो शरीर भएकै कारण दूर दूर गाउँबाट पनि केही आपत पर्यो भने मानिसहरू कृष्णलाई बोलाउँथे। यसैले डुल्दा समेत कृष्णको आँखा छटपटाइरहन्थ्यो हिमसरीको खोजमा। एक दिन जङ्गलको बाटो हिँडिरहँदा कृष्णले हिमसरीलाई अचानक देखे। हिमसरी नदी किनारमा बसेर पानीको गति ठमाइरहेकी थिइन्। कृष्णको मन नाचेर उफ्रिसकेको थियो, तर पनि शालीन मुस्कानसँगै उनी हिमसरी नजिकै पुगे र वर्षौंको प्रतीक्षा स्वरूप देब्रे गालामा एक चुम्बन दिए। हिमसरी झस्किए, उनका आँखा ठुला भए। आश्चर्य भावमा केही भन्न खोज्दै थिए, फेरि कृष्णले दाहिने गालामा मही खाइदिए। कृष्ण यतिकैमा रोकिने मुद्रामा थिएनन्। उनले आफ्नो ओठ हिमसरीको ओठलाई केन्द्रबिन्दु बनाएर टसाउन खोजे। दुई ओठको मिलन नहुँदै चड्याम्म कृष्णको गाला हिमसरीको कोमल हातले पड्कियो। चिन्नु नजान्नु के हो चाला, उनले भनिन्। कृष्ण अवाक थिए। चिनेका छौ म को हुँ? मधुर स्वरमा भने। हिमसरी होइनौ? को हिमसरी? उनले भनिन्। पक्लाउ, म तिम्रो सेखी झार्छु। ती केटी त्यहाँबाट हराई कृष्ण र नभुल्नमा परे। ठ्याक्कै हिमसरी नै जस्तो लागेको। हिमसरी नै भन्ने लागेर चुम्बन दिन जाँदा उनी हिमसरी होइन भन्ने उत्तर चट्कनले दिइसकेको थियो। अब चाहिँ होइन कि जस्तो लाग्न थाल्यो। मनभरि प्रश्न ग्लानीका साथ घर फर्कदै थिए। जङ्गलको मुखैमा पुग्न लाग्दा एक हुल घोडचडी र रथको ताती उनीतिरै हानिँदै आए। त्यही युवतीसँगै। नजिकैका राज्यका राजा थिए। दुवैले एक अर्कालाई पहिल्यै चिनिसकेका थिए। कृष्णलाई पक्का भइसकेको थियो हिमसरी भनेर चुम्बन गरेका ती युवती ती राजाकी छोरी थिइन्। उनले सोचे, मबाट गल्ती भयो। राजाले सोधे, हुनै हो? होको उत्तरमा टाउको हल्लियो। तिमी चिन्छौ उहाँलाई? उहाँ भगवान कृष्ण हो, राजाले भने। तर पनि उसले मलाई एक्लै हुँदा मनपरी गर्न पाउँछ? युवतीले प्रश्न गरिन्। यो संवाद भइरहँदा कृष्ण लज्जित भइसकेका थिए। उनको रङ उडिसकेको थियो। राजालाई कृष्णको साहस, बहादुरपन र क्षमताको ज्ञान थियो। कृष्णसँग जोरी खोज्न चाहँदैन थिए, तर आफ्नै छोरीले आरोप लगाएपछि दोधारमा पर्दै भने, हे कृष्ण, मेरो अबोध छोरीबाट गल्ती भए क्षमा। कृष्ण झनै ठुलो सङ्कटमा परे। आफ्नो गल्ती महसुस गरिसकेका थिए र स्वर कपाउँदै भने, हे राजन, तपाईँकी छोरीले भनेका कुरा सही हो। आश्चर्य हुँदै राजाले प्रश्न गरे, ओहो, हजुर जस्तो ज्ञानीले पनि यस्तो हरकत गर्न त नहुने? कृष्णलाई लाज लुकाउन थियो, किनभने उनले गल्ती गरेका थिए र यस धर्म सङ्कटमा झुटको सहारा लिने निर्णय गरे। राजन, खासमा मैले तपाईँकी छोरीलाई मेरी प्रेमी भन्ठानेर चुकिएँ। कृष्णलाई थाहा थियो राजा यति स्पष्टीकरणले चित्त बुझाउँदैनन् र थपे, खासमा भर्खरै मेरो संवाद सूर्य देवतासँग भएकोले आँखा तिरमिर थियो। राम्रोसँग देखिन, गल्ती भयो, माफ पाऊ।
कृष्णको यो सानो गल्ती त्यही जंगलमै बिलायो। उनले अनेकौं राम्रा काम गरेका थिए, त्यसैले यस्ता गल्ती नगर्ने रूपमा बिलाए। मानिस हो, गल्ती त भइहाल्छ नि। यस कथामा केही गल्ती भए माफ पाऊ। कथाको बारेमा सल्लाह सुझावको अपेक्षासँगै बिदा माग्न चाहन्छु। धन्यवाद।